उम्मेदवारज्यूहरूलाई अगाडि आइदिनु त्यसै गरी उम्मेदवार उत्तम प्रसाद पौडेलज्यू र त्यसै गरी हाम्रो आदरणीय ज्यू समानुपातिक पर्नुभएका विष्णु एकता गुरुङज्यूलाई पनि म अगाडि आएर हामी केही पनि भाषण नगरिकन केही पनि मौन भएर आज शहीदहरूलाई सम्झिनेछौँ भन्दै मैले स्पेसली दिदीलाई नै यो जलाउने लाइटर दिँदै आजको चाहिँ यो जुन दीप प्रज्वलन कार्यक्रमको उद्घाटन भनौँ यो कार्यक्रमलाई चाहिँ अगाडि बढाइदिनु दीप जलाएर अगाडि बढाइदिनु मौन धारण अगाडि मौन धारण पहिला गर्नु अनुरोध गर्दै सर्वप्रथम हामी एउटा 1 मिनटको मौन धारणा गर्नेछौँ यो पनि म जानकारी गराउन चाहन्छु।